गण्डकी गाउँपालिका 8 घ्याल्चोकका देवेन्द्र बुजेलले बिक्रीका लागि बजार पठाउन 600 रुपैयाँ ज्याला दिएर 2 क्विन्टल भेण्डा टिपाए। बोराको 30 रुपैयाँ र खेतलाको खाजा खर्च 50 रुपैयाँ जोड्दा बजार पठाउने बेलासम्म यसमा 680 रुपैयाँ खर्च भइसकेको थियो। तर व्यापारीले बुजेलले उत्पादन गरेको भेण्डा प्रति केजी 5 रुपैयाँमा मात्र खरिद गर्ने भनेपछि सडकमै फ्यालिदिए। उनले 4 दिन अघि घ्याल्चोक स्थित डिप बोरिङ क्षेत्रको सडकमै भेण्डा फालिदिएका हुन्। बजार पठाउनमा मात्रै 680 रुपैयाँ खर्च भइसकेको छ। अब 2 क्विन्टल बेच्दा 1200 रुपैयाँ जति आउने रहेछ। आफ्नो दुख मल सबै गर्दा उल्टो खल्तीबाट पैसा हालेर बेच्नु पर्ने अवस्था आयो। बुजेलले भने 2076 सालदेखि खेती गरिरहेको छु, यो समस्या वर्षेनी हुन्छ। सबै थोरै मूल्यमा व्यापारीले किन्न खोज्छन्, किसानलाई सधैँ मार पर्छ। गण्डकी गाउँपालिका 7 र 8 घ्याल्चोकका किसानले 3 दशक यता व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। यहाँ उत्पादित तरकारी सिधै काठमाडौँ पुग्छ। तर यसपटक त भेण्डाले निकै थोरै भाउ पायो। लागत पनि नउठ्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्। असार लागेदेखि नै 5 देखि 7 रुपैयाँ प्रति केजीमा भन्दा बिक्री भइरहेको बुजेलले बताए। उनले यस वर्ष 4 रोपनी 8 आनामा भेण्डा लगाएका छन्। धेरै दुःख परेको छ। अस्ति फाले पनि पछि 2 क्विन्टल भेण्डा पठाए, तर बचत छैन। उनले भने अलि बोडी र काँक्रो पनि छ। बोडी र काँक्रोले पनि राम्रो भाउ पाएको छैन। काँक्रो 10 रुपैयाँ केजी भनेका छन् र बोडी कहिले 5 कहिले 10 रुपैयाँ भन्छन्। यतिमा बेचेर दुःख ओद्दैन। घ्याल्चोककै ईश्वर अधिकारीले बोडीले भाउ नपाएपछि बोटबाट टिपेर फाल्दै विरोध जनाएका छन्। 2 रोपनीमा लगाएको बोडी प्रति केजी 12 रुपैयाँ मूल्य पाउँदा लागत पनि नउठ्ने उनले बताए। गत वर्षको असोजमा यस क्षेत्रका किसानले बोडीकै प्रति केजी 180 रुपैयाँसम्म पाएका थिए। यस वर्ष असार लागेदेखि तरकारीको भाउ निकै न्यून बनेको किसान बताउँछन्। किसानलाई दुःख छ, कहिले मल पाइदैन। 10 किलो युरिया मल लिन बिहानभर लाइन बस्नुपर्छ। उत्पादन भएपछि पनि बिक्रीकै पिर्लो। किसानलाई घाटा नलाग्ने तवरले सरकारले मूल्य निर्धारण गरिदिए सहज हुन्छ कि जै पनि लाग्छ। यसरी त किसानले कहिल्यै वास्तविक मूल्य पाएनन्, बुजेल भन्छन्। व्यावसायिक खेतीमा लागेका किसान उत्पादित तरकारीले भाउ नपाउँदा समस्यामा परेका छन्। किसानलाई दुःख छ, कहिले मल पाइदैन। 10 किलो युरिया मल लिन बिहानभर लाइन बस्नुपर्छ। उत्पादन भएपछि पनि बिक्रीकै पिर्लो, उनले भने। घ्याल्चोक क्षेत्रमा मात्र 1000 हाराहारीमा किसान व्यावसायिक तरकारी खेतीमा छन्। यस वर्ष उत्पादित तरकारीले भाउ नपाउँदा लागत पनि नउठ्ने जोखिम बढेको सामूहिक कृषि उत्पादन सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष भूमि रेग्मीले बताए। बिहानभरि टिपेकै ज्याला 5 देखि 600 रुपैयाँ दिनुपर्छ। टिपेको तरकारी बेच्दा त्यति नै रकम आउने भएपछि किन बेच्नु, उनले भने। अघिल्ला वर्षहरूमा केही भए पनि भाउ पाइन्थ्यो, यस वर्ष त निकै न्यून रकममा व्यापारी उठाउन आएका छन्। घ्याल्चोक क्षेत्रका किसानले उत्पादन गरेको तरकारी दैनिक 3 वटा ठूला सवारी साधन मार्फत काठमाडौँ पठाउने गरिएको छ। किसानलाई सहजीकरणका लागि जनकल्याण कृषि सहकारी, सामूहिक कृषि उत्पादन सहकारी तथा धादिङतर्फ ताजा तरकारी तथा फलफूल सहकारी संस्था रहेका छन्। सहकारीले किसानलाई मल, बिउ, विषादी लगायतका अत्यावश्यक कुरामा सहजीकरण गर्ने गरेको छ।